भन्दै गरेर आज चाहिँ हामी 3 जना छौँ। डेमुस दाइ हुनुहुन्छ, डेमुस दाइ यहाँ सुप्रिया छ अनि यहाँ म छु। So we three going to explore Navara today. So guys, म चाहिँ मनिष हैन, म चाहिँ पर्थ आएको 6 महिना भयो। आज म नवरा घुम्दैछु। मेरो नाम चाहिँ टिमोस हो। म चाहिँ नवराको स्थानीय बासी होइन, तर यहीँ बस्छु। हेलो, म चाहिँ सुप्रिया हो अनि म पनि आएको 6 मन्थ नै भयो। उसँग नै आएको म पनि। कुन ठाउँमा आएको? पर्थ आएको 6 मन्थ भयो अनि हामी चाहिँ नवरा घुम्न आएको छौँ फर आवर बर्थडे। अनि आज चाहिँ हामी नवरा वरिपरिको ठाउँहरू क्याम्पेवारा माउन्टेन अनि होपफुल्ली कंगारू भ्याली, फिचरोय फल्स, बेरी, चेरिङकङ हुँदा हुँदै काइमा पुगेर अनि विशाल र सुबीको बेस्ट फ्रेन्ड विशुलाई लिएर फर्किनेछौँ काइमाबाट। म यो ओर्लिन्छु गाइस अब होइन। अब मलाई विशाल बनाइदिएछ अब डेमोस दाइले मलाई विशाल ल अनि उ चाहिँ सुबी रे। हामी चाहिँ उहाँदेखिबाट दाइलाई भेट्न आएको अनि दाइलाई चाहिँ हाम्रो नाम पनि थाहा छैन। ल म विशाल है ल गाइस अब आजदेखि म विशाल उ सुबी रे ल। भन्नाले विश्वको नाम चाहिँ राम्रोसँग भन्नुभएछ होइन। किन दाइ यस्तो? मनिष र सुप्रियाको बेस्ट फ्रेन्ड विश्व भुजेल आउँदैछ। त्यही भएर हामी उसलाई लिन काइमा जाँदैछौँ। अन द वे। Why you got me on hold? I'm peeping. I knew something was ignited. When you left, I wanted more. All I wanna do is get to know you. East to west to north to south, the whole you. But I need direction. You get the message. Now don't you hit me with a rain check. I need something like a blank check. Spending a lot of emotion tonight. Don't you hit me with a rain check. No need to make it a train wreck. Find me a time and decide it soon. Cause I'll be on my way, but I don't wanna wait. My time is of the essence, don't you know? नेपालमा पनि खोइ एकचोटि कारमा त बसेर देउराली गर्छ, त्यसपछि किन टुर्न नहुने रहेछ? सुप्रिया तिम्रो कान टुन्न भइरहेछ त? हल्का भए जस्तो भएको छ। तपाईँको चाहिँ हल्का भएको छ अरे होइन? मेरो चाहिँ भइरहेछ। यो बाटो हेर्दा चाहिँ अलिअलि नेपालको भाइब आउँदो रहेछ होइन? टर्निङहरू उकालो ओह्रालो खालको बाटो रहेछ यो चाहिँ। Believe me when I say that I could be the presence that you want. So tell me you got it right now. Oh, you got it right now. How? Tell me you got it right now. Now. How? Yeah, tell me you got it right now. But you got it right now. How? Tell me you got it right now. If you like it, you कहाँ आइपुग्यो हामी? गोलुवा लुक आउट। लक्ष्मीहरू यहाँबाट हिँड्दैछ अनि म भेटेको है त रेडी। Time is of the essence, don't you know?
यो यहाँबाट देखिने भ्यूहरूको बारेमा केही ल ल ल अँ यो चाहिँ हाम्रो प्रिन्सेस हाइवे अँ उता उलङ्गङ हाम्रो नर्थपट्टिबाट यता साउथ जाने अँ मेन हाइवे अँ त्यो उता देखेको पुल चाहिँ बोमाडेरी भन्दा बोमाडेरी र नाउरा छुट्याउने पुल अँ यतापट्टिको बोमाडेरी उतापट्टिको नाउरा अँ अनि बिचको रिभर चाहिँ सोल हाइभेन रिभर सोल हेभन रिभर है अल द वे डाउन टु द सी सी ए भनेपछि त्यहाँको त्यो मिटअप हुने ठाउँ पनि होला नि खतरा होइन यो वाटर सल्टी वाटर हो उताबाट पनि पानी आउँछ यताबाट पनि पानी ए भनेपछि यो रिभर साल्टी वाटरवाला रिभर हो त्यो मिसिएको छ कि अँ अनि वाट एल्स ऊ नाउरा हिल होला उतातिरको अँ नाउरा हिल अनि अरू अरू उम्, हिजो हामी गएको थियौँ त्यो डिफेन्सको अँ अँ मिलिटरी डिफेन्सवाला यतातिर हो अँ अनि यता चाहिँ हाम्रो मेन नाउरा भयो मेन उता नाउरा। उता त्यो चाहिँ बिचहरू हो कलबराको ए मेन नगर भनेको यति नै हेर्नु दाइ मेन चाहिँ ऊ यो रिभरभन्दा उतापट्टि यति देखेको हाम्रो घर पनि त्यही पारिपट्टि हो होरिजी त्यसको पारिपट्टि कतातिर ए, त्यही हो यतातिर चाहिँ अब के ज्यास्पस बुज यतापट्टि उम्, उम्। छन् ऊ त टल्क्यो के हो दाइ ऊ त्यहाँनिर त्यो पनि पानी पानी टल्क्यो हो त्यो पनि अर्को एउटा रिभर होला ए सान्तिनो खोलाहरू चाहिँ टन्नै रहेछ यहाँनिर होइन पाइरी उता ओके ल सही ल बाई बाई थ्याङ्क यू यति कुरा डिटेलमा भनिदिनु भएकोमा वेलकम गलुवा हामी उकालो चढ्दैछौँ उकालो चढ्न अलिक गाह्रो भइरहेछ यहाँ बसेर फोटो खिच्दियो दुईजना बेन्च रहेछ यो यहाँबाट यस्तो भ्यू देख्दो रहेछ अब हामी फोटो चाहिँ कस्तो देख्छ हामी के भएछ अरे सुप्रिया एभोकाडो किनेर ल्याएको थियौँ मुलिसबाट अनि काँचै थियो कि अनि पाक्यो केरासँग राखिदियो भने गल्छ अरे भनेर हिजो राखिदिएको हिजो भन्दा झन् साह्रो भयो ल ल म्याडम अहिले जस्तो हाँस्छ जाउँ म्याडम जाउँ जेन्टलमा सो द्याट्स इट फर क्याम्पेबाट अब हामी जाँदैछौँ क्याङ्गारू भ्याली क्याङ्गारू भ्याली क्याङ्गारू कुन भ्याली रहेछ सुप्रिया ल त्यस्तै त्यस्तै अब मिलाएर बुझौँ होइन अब हामी अलि त्यस्तो अलि डिटेलमा अलि थाहा छैन कान फेरि डिम्ब हुन थालिसक्यो होइन सूर्यको भइरहनु भएको छैन अहिले चाहिँ हामी पुरै ओह्रालो गइरहेछौँ है एकदमै ओह्रालो छ एकदमै ओह्रालो छ होइन देउरालीको ओह्रालो हाम्रो ड्राइभर दाइ पनि एकदमै यहाँनिर फोकस हुनुहुन्छ त्यो भएर होइन अनि अहिले हामी चढेको गाडीको नाम चाहिँ के हो त एक्चुली भनिदिनु त डिटेलमा टोयोटा कुन क्लुक ल गाइज अब यहाँ हाम्रो म्याडमले भन्नुभयो अब ल्याङ नगर्नु पऱ्यो अब यो एउटा सानो क्लिप हामी इन्ड गर्छौँ बाई बाई फल्स क्याङ्गारू रिभरमा छौँ त्यो पनि हाम्रो गाइजहरूसँग
ल र यो ठाउँ चाहिँ मलाई एकदमै नै धेरै राम्रो लाग्यो किनभने यसमा चाहिँ सबै थरी छ क्या पानी पनि छ यतापट्टि होइन यस्तो राम्रो रिभर छ रुखहरूको रिफ्लेक्सन छ यति राम्रो अनि त्यो सँगसँगै यस्तो हरियाली छ यतापट्टि गाइजहरूलाई पनि एस्थेटिक देखिरहेछ हेर्दाखेरि अब यहाँ स्विङ पनि छ अरे एउटा डोरीवाला त्यो स्विङमा हामी खेल्न जाँदैछौँ र यहाँ चाहिँ पुरै हावा पनि चिसो खालको होइन सबै कुरा भएको कि मलाई स्विजरल्यान्डको भाइब्स आइरहेको छ यहाँनिर एकदम ल हेर्नु माथिबाट हिँडिन्छ नि कसरी हिँडिन्छ माथिबाटै हामफालेर जाने हो त्यसरी त्यसरी जान्दै ल ल हामी चाहिँ स्विङ भएको ठाउँमा आइसकेको छौँ यसलाई स्विङ भन्छ कि के भन्छ र स्विङ चाहिँ त्यहाँ छ अब हामीले त्यसलाई यहाँ जसरी भए पनि ल्याउनु पर्ने भयो र गाइजहरू चाहिँ कसरी ल्याउने भनेर हेर्छ गाइज त्यो स्विङ त्यहीँ छ हामीलाई हेरिरहेछ होइन तर हामीले चाहिँ त्यसलाई यहाँसम्म ल्याउनलाई केही गरे पनि सकेन हाम्रोमा सरको चाहिँ एकदम आउटफिट चेक गरौँ एकचोटि खै यतापट्टि हेरिदिनु पर्यो चस्मा लगाएर मान्छे चाहिँ ह्यान्डसमै हो है होस् Oh my god. Guys, yeah. जियो रे बाहुबली गली गली तेरी लाज जली जियो रे बाहुबली प्राणों से बढ़ के हमको है तू प्यारा सब गाएंगे Wow. दिस इज इट गाइज होइन अब अहिले हामी यहाँ हाम्रो म्याडमले उयो छोड्नु भएको छ अब यो इमिसन छ है गाइज हेरौँ म्याडम दे होइन मैले सरलाई राख्न दिएको थिएँ सरले चाहिँ बिर्सिनु भएको मैले बोकेको छैन त्यो मैले बोकेको छैन त्यो हजुर ए ल हेर्नु गाइज म्याडमलाई यतिकै हो जहिले डेमोदाको त्यहाँ स्ट्रगल भइरहेको छ त्यो ल्याउने कसरी भनेर होइन यहाँ दाइले अब फाल्नुहुन्छ ऊ आउँदैन हो दाइ छोडिदिनु त्यो भएन टु मेनी एटेम्प्स भयो है तर केही पनि भएन यहाँनिर डेमोस दाइले के लास्ट वान डान्स गर्नु थाल्नुहोस् दाइले अब यहाँनिर गोलुवा यहाँ हेरेर मस्किरहेको छ किन मस्किया हो म रिसाको हो भने नबज खाने छैन रिसाएको भन्ने मलाई थाहा छैन तर ऊ किन रिसाएको भनेर पनि मलाई थाहा छैन किन रिसाएको भनेर म यहाँ सोध्छु मेरो माया किन रिसाएको हो अनि त्यो पनि मैले नै भन्ने भए तपाईँको काम चाहिँ के हो म फगाउने काम हामी यस्तो यहाँ भएर अब यहाँ डेमोदाको स्ट्रगल यहाँ भइरहेको छ है ल म लिएर आउँछु भोलिसम्म भएको छोइ त राम्रो भएको नि कमसेकम भेटेन अब झुन्डेर हाँसामा जाने हो कि क्या ओइ दाइ होइन ओइ त्यस्तो होला
के भने हामीले चाहिँ अब फाइनली हार मानेको छौँ हामीले केही गरे पनि त्यो स्विङलाई यतापट्टि सबैले आउनु सकेन दाइले चाहिँ एकदम आफ्नो 100% दिनुभयो म्यान अफ द म्याच पनि दाइ ल जिजी भयो जिजी एकछिन भयो भने एक्साइटिङ भयो होइन हामीले दामी ठाउँ दाइ अहिलेसम्मको सबभन्दा दामी ठाउँ मलाई यो लाग्यो नाइस फास्टै रमाइलो क्या एकदम माथि पनि अलिकति छ स्विजरल्यान्ड हेरेर राम्रो कता ल जाउँ अब हामी अर्को स्विजरल्यान्डमा जाँदैछौँ होइन यस्तो हेरेर छु कि अब हामीले यसरी यहाँ यता भिडियो बनाइरहेको छ भने हामीले अब यहाँनिर यस्तो दाब्यो भने यस्तो हुन्छ अनि हुन्छ गाइज उता डेउँसा गर्नुभएछ उता हो Come on guys, come on! Moral team छैन मा Another Switzerland is on the way guys. मलाई चाहिँ मनपर्ने अब ठाउँहरू नै यस्तै हो क्या हरियाली प्लस पानी प्लस अब रुखहरू पनि होइन अल इन वान रहेछ कि यो ठाउँ चाहिँ पुरै Wombat? के हो त्यो भने चाहिँ एनिमल म पनि गर्छु ल रेडी स्टडी सुट के हो यसको नाम वम्ब्याट वम्ब्याट खान थाल्छ के प्याट गर्ने भनेको फेरि प्याट नगरौँ यिनीहरूको उस अरे के रोक्छ नगरौँ प्याट गरे जस्तो गरिदिउँ नाटक गर्ने दुईजनाले गर्दा त राम्रो देख्दैन कि ल गाइस एकदम क्युट रहेछ यो एनिमल चाहिँ है हामीले फर्स्ट टाइम देखेको यो यसको एक्जिस्टेन्स पनि थाहा थिएन हामीलाई अहिलेसम्म नाम पनि फर्स्ट टाइम सुनेको तर लास्ट क्युट हुँदो रहेछ बाई बाई वम्ब्याट बाई बाई आज हामी दुईटा ठाउँ घुम्यौँ होइन सुरुमा हामी घुमेको भने के ठाउँ रे दाइ क्याम्पेवारा माउन्टेन फर्स्ट टाइम हाम्रो क्याम्पेवारा थियो सेकेन्ड टाइम हाम्रो के थियो सुप्रिया क्याङ्गरू रिभर क्याङ्गेरू क्याम्प साइट समथिङ के यस्तै थियो होइन अब हामी थर्ड ठाउँ अब हामी थर्ड ठाउँ जाँदैछौँ होइन तेस्रो ठाउँमा आजको तेस्रो ठाउँ के थियो रे दाइ फिजरोय फल्स ल अब हामी जाँदैछौँ फल्स सुरुमा हामीले भ्यू एउटा टपबाट भ्यू देख्ने ठाउँ गयो त्यसपछि हामी एउटा क्याम्पिङ जहाँ हरियो ग्रासल्यान्ड थियो त्यो ठाउँ गयो अब हामी झर्नावाला ठाउँ जाँदैछौँ अनि गाइज होइन हाम्रो यो सेकेन्डवाला जुन ठाउँ थियो त्यो चाहिँ यति राम्रो लाग्यो कि मलाई अब यो त्यहाँबाट निस्केपछि अरू सबै ठाउँ उजाड लागिरहेछ अब त्यसले यति पार हाई गरिदियो कि हाम्रो अबको सायद मलाई त्यतिले छुन्छ कि छुँदैन थाहा छैन ल गाइजहरू चाहिँ अब हामी एकदम तीव्र गतिमा थर्ड ठाउँपट्टि जाँदैछौँ अबको नेक्स्ट भ्लग चाहिँ हामी त्यो ठाउँ पुगेको वाला क्लिप हुन्छ है त सो गाइज अब हामी आइपुगेको छौँ यहाँ सिजरी फल्समा के फल्स रे सिजरी फल्स अब यहाँ दाइले पार्किङ nobody is gonna know movement गर्न थाल्यो but Supriya, a smart girl from Perth, knows everything. ल भयो मुस्की मुस्की हिँडेर जानेले मुसु मुसु Take only photos, leave only.
भन्नु मनिष We are on our way to the Zay Falls. Is it worth it or not? Let's find out. ल गाइस Guys, एकदम जाडो पनि एकदम life and there is death. So you choose life or death, it's up to you. Hi, भन। But it's just like the अब चाहिँ हामी जाँदैछौँ हल्का फुल्का वक And another waterfall. यस ल गाइज फाइनली जलबिरे The same waterfall, but from a different angle. यस फिजरोय It's right. Fitzroy Falls. So that's it for today, हैन अब हामी घर गइरहेछौँ हैन हामी घर गइरहेछौँ यहाँ अब अगाडि यहाँ लल्ठ्याङ दुईजना हिँडिरहनु भएको छ एकदमै मजाले हिँडिरहनु भएको छ बाई बाई गोलुवा गोलुवा बाई काट्दिए रे बाई बाई काट्दी गोलुवा Hi, Gulwa. बाई डेमुस गोलुवा खोला पनि खोला छ यहाँनिर यहाँ खोला चाहिँ स्टिल वाटर छ तर यो अलि अगाडि गएर एकदम खतरा गरी झर्ने छ यिनीहरू पानीहरू सब झर्ने छ अब अगाडि गएर यिनीहरू मौतका कुवा गएर झर्दैछन् अब होइन यहाँ अब हामी पुल मुनिबाट गइरहेछौँ यो पुल माथिबाट चाहिँ गाडी हिँड्छ के